1982 मा सारिएको छ। यो मध्यावधि गराउनको निम्ति जेनजीले 76 जनाको अगत बगाएको हो। अनि हिजोको त्यो जुन भ्रष्टाचारी मन्त्रीमण्डल थियो, हिजो केपी ओलीको पालामा हुँदाखेरि जुन दलाल सम्झौता व्यवस्था भनिन्थ्यो हामीले, त्यो भ्रष्टाचारी मन्त्रीमण्डलको ठाउँमा अर्को भ्रष्टाचारी अर्को विदेशीहरूले चलाएको पटपुतली सरकार बनाइदिनलाई जेनजीले रगत बगाएको थियो त? पक्कै पनि थिएन। त्यसकारण हामी के भन्न चाहन्छौँ भने यो अहिलेको सरकार एकदमै गलत आधार र रहस्यमय तरिकाले उभिएको सरकार हो। बारबारा फाउन्डेसन टिओबी तिब्बत ओरिजिनल ब्लड भन्ने तिब्बत फुले आन्दोलनका मान्छेहरूको भूमिकादेखि लिएर अमेरिकी अधिकारीहरूको भूमिकादेखि लिएर विदेशी चलखेल एजेन्सी र एजेन्टहरूको भूमिका हुँदै सुशीला कार्की नेतृत्वको सरकार बनेको स्थितिसम्म हेर्दा यो गलत आधारमा जेएनजीहरूको आन्दोलनलाई हाइज्याक गरेर नेपाली जनताको मर्म र मूल्यमाथि एउटा एक किसिमले भन्नु बलात्कार गरेर कुण्ठित गरेर दमन गरेर हाइज्याक षड्यन्त्र गरेर जसरी सुशीला कार्की नेतृत्वको अहिलेको वर्तमान सरकार खडा भएको छ, यो सरकार कुनै पनि मूल्यमा नेपाली जनताको हुन सक्दैन। हामी यो सरकारले सडकबाट खारेज गर्न चाहन्छौँ। यो सडकलाई हामी एक खारेज गर्छौँ, दुई खारेज गर्छौँ, तीन खारेज गर्छौँ। सुशीला कार्कीले यदि आफ्नो टाउकोमा देशद्रोहीको टीका नलगाइकन यदि आफ्नो टाउकोमा यो देश गम्भीर षड्यन्त्रमा फस्दैछ, यो जो कोही सानो बच्चाले पनि बुझेको कुरा हो, सबैलाई थाहा छ। यो देशलाई गम्भीर षड्यन्त्रमा गम्भीर एउटा चाहिँ खोरानीमा जाने कुराबाट बचाउने हो भने र देशद्रोहीको टीका नलगाइकन सुशीला कार्कीले आफ्नो जीवन बिताउने हो भने सुशीला कार्कीले आजकै मितिबाट सुशीला कार्कीले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ। र हामीले के भनेका छौँ भने सुशीला कार्की